यस कलेजमा अध्ययन गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईहरूको इफोर्टले गर्दा मात्रै आज यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस्तै अभिभावकज्यूहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। अभिभावकज्यूहरूले यस कलेजलाई आफ्नो गन्तव्यका रूपमा स्थापित गर्नुभएको छ। उहाँहरूप्रति कलेज आभार व्यक्त गर्दछ। आज कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पत्रकारज्यूहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै यस कलेजका एकाडेमिक एडभाइजर निशा भट्ट म्याडमप्रति आभारी छौँ। उहाँको क्रिटिकल आइडियाजले कलेजले राम्ररी उन्नति गरिरहेको छ, यसप्रति आभार व्यक्त गर्न चाहन्छु। र आदरणीय प्रिन्सिपल डाक्टर भोजराज पन्तज्यूप्रति आभारी छौँ। कलेजलाई एउटा दिशानिर्देश गरेर अगाडि लगिरहनु भएको छ। यस कार्यक्रमका कोअर्डिनेटर विद्यार्थी भाइ बहिनीहरूप्रति आभारी छौँ। र यस 16औं वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा व्यवस्थापन कमिटीका तर्फका अध्यक्षको हैसियतले यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र कार्यक्रम धेरै लामो भयो, लामो कुरोहरू नराखेर विद्यार्थी भाइ बहिनीहरूलाई जब सिकर होइन जब क्रिएटरका रूपमा आफूलाई स्थापित गर्नुहोस्, त्यति भन्दै आजको यो 16औं वार्षिकोत्सव कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद।